आज चाहिँ हामी पोखरा घुम्न जाँदैछौँ पोखराको यो बाराई मन्दिर घुम्न जाँदैछौँ पिनाजु म पर्मिला मम्मी भान्जी भएर हामी घुम्न जाँदैछौँ ग्रीष्माको बिहाको मौका छ भएर हामी पोखरा आएका थियौँ र पोखरामा चाहिँ हामी घुम्न जाँदैछौँ 4 वटा टिकट दिनु न हजुर जाम आइ गरिदिउँ लाइफ ज्याकेट यताबाट लिनु न हामी चाहिँ अब ढुङ्गा चढ्न लागिरहेका छौँ लाइफ ज्याकेट पनि लगायौँ हामी पोखरा घुम्न आइरहेका छौँ मम्मीहरू म चाहिँ ढुङ्गा चढिसकेको छु कता हो सानो मान्छे मम्मी ब्यागमा चक्लेट छ एउटा दिन्छ मन्दिरलाई जिउ भन्ने हस् अहिले किनिदिने बाबाले हात यता राख्नु त्यो बिटमा नसमाज पाएर न पाएर नचला पर्ने पा यम्मी छ पाखै पर्नु पाउँदैन कस्तो लागिरहेछ मन ढुङ्गा चढ रमाइलो लाग्छ धेरै डर लाग्यो नानीलाई लिएर जान हामी यात्रा त के हुन्छ रेडिमेड नेपालको झन् सानो चक्लेट फेरि माछा आउँछ पानी मुसा लाग्यो हेरै त पऱ्यो है भन्नाले त मन्दिर सरपञ्च त्यो बगान सरपञ्च हुन्छ कि सरपञ्च बाम माछा चक्लेट खस्दै पर्नु चक्लेट खाऊ त्यो त पहिला घोल हो मन्दिर थियो अनि पछि पानी थुपारे हो कि बुझेन पहिला घोल हो हजुर घोल भनेको माथिबाट आकाश गयो चरी गयो झा भन्नु पर्ने पानी फोर्छ नि यहाँ फोर्छ त्यसमा चाहिँ बुलेटको एउटा इन्जिन हाले त पुटुटुटु हुने हुन्थ्यो शरीरलाई एक्सर्साइजै नहुने क्या त्यही भएर नहाले जिम गर्नु पर्दैन होला शरीरमा हात त राख्नु भनेको झन्डा हेर त ए बोलो बच्चो ए बी मन्दिर आयो जिउ गर्नु आयो जिउ मन्दिर दामै मन्दिर कुन्न ए हामीले लाको छ पर्दैन बुइनी ओ हेरेको बुने हैन दादा देऊ न अलिकति भित्र बच्चाहरुको यहाँ छ
यो चाहिँ पुरानो मन्दिर चाहिँ भत्काएर अनि अहिले यो चाहिँ अस्थायी मन्दिर बनायो कि पुरानो मन्दिरहरूमा गएर कालबाराही मन्दिर रिनोभेसन काम चलिरहेको छ। विगत 2 वर्षदेखि चाहिँ यो मर्मत सम्भार छ। अब चाहिँ लगभग स्ट्रक्चर आइसकेको छ। अब बन्छ होला है। मान्छेहरू अलिक भिडभाड कमै छ आज चाहिँ। आर्य पौडेलको जन्मदिनको उपलक्ष्यमा कालबाराही मन्दिर मूल निर्माण कार्यको लागि भुइँचे निर्माण गर्नुभएको छ। नानी छोरी आर्य पौडेलको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ। तपाईँ कालबाराही भगवत माताले रक्षा गरून् भन्ने इच्छा कामना पढाइ उत्कृष्टको कामना गर्छौँ। नानीलाई फेरि पनि जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छौँ। साथै अनिता पौडेल र सम्पूर्ण पौडेल परिवारलाई कालबाराही भगवत माताले रक्षा गरून् भन्ने इच्छा कामना पुर्याउन्। दुर्गा माता जानी रहन यात्रा सफल होस्। धन्यवाद। अजिकन टिकी 10 भन न बाजु 10 सिधा लिनु ल थ्याङ्क्यू है। फोटो खिच्नु तपाईँको म एउटा फोटो खिचिदिनु त्यो खिचिदिनु मन्दिर अगाडि आउनु। बाजुलाई 10 भन। 4 जना टिकी नखानु सानो नड्दैन केही नि हुन्न क्या केही नि हुन्न। बस्दै मेरो पाउनु पनि ओपन योर माउथ रेलिङलाई नो पापा मुभी भएर नो पापा भन नो पापा कालो देखेको मैले भर दुईटा त देखाउँछ कस्तो क्युट देखिन्छ दुईटा बन्नु प्लिज अहिले चाहिँ हामी यो डेभिस फल घुम्न आएका छौँ। अहिले अगाडि हामी बाराही मन्दिर दर्शन गरेर अहिले पोखराको यो डेभिस फल यसलाई हामीले पातलो छाँगा पनि भन्छौँ क्या हो सायद। अहिले यहाँ पहिला चाहिँ यस्तो यो गार्डनहरू यो बेरियरहरू थिएन। अहिले चाहिँ यस्तो बेरियरहरू यताउता बनाएर भान्जीलाई लिएर आएका छौँ। पोखरा घुम्ने क्रममा यो डेभिस फल गुप्तेश्वर महादेव गुफा पनि भन्ने गरिन्छ यसलाई है। यसको धेरै नामहरू छ। यहाँ चाहिँ भगवान्हरूको मूर्तिहरू पनि राखिएको छ। गणेश भगवान्, शिवलिङ्ग है, गौमाता धेरैको चाहिँ मूर्तिहरू पनि राखिएको छ। डेभिस फलको यो देखाउँछु म। यो मेरो पछाडि पृष्ठभूमिमा यहाँ भगवान् पनि हुनुहुन्छ है। यो बेरियरबाट हामी यो डेभिस फल हेर्छौँ। 2081 साल फागुनको 8 गते यो डेभिस फल हेर्न आएको छु। यो माथिबाट हेर्दैछु म तपाईँलाई यसको पृष्ठभूमि पनि देखाउनेछु। यस्तोबाट हेरिएको छ है। अब त्यो डेभिस फल छ। अहिले त एकदम पातलो आएको छ। बर्खामा अलिक आफ्नो पनि आउँछ। तलबाट नै हामी हेर्छौँ है। तल पनि छ। तल गएर हेरौँ। मम्मी फेरि उक्लिनु सक्दैन होला भरे। मम्मी तपाईँ तल जानुहुन्छ कि नै? भरे उक्लिनु फेरि अहिले सक्दै सक्दैन।
काम लागी चले के ऊपर अब चले के यार टाइम हो गया अब डिलीट कर देते नहीं जा डिलीट हो गई हमारे तो क्यों नहीं है मैं फर्क पड़े कि आपको भी गोल दिया है गोल लिया था डिलीट कर दिया फर्क चली भान्जीको र मेरो एउटा यता खोला बस्छु खोला चाहिँ बस्छु नि खोला आउँछ थकेला पर्मिलालाई थकेला आएर त्यहाँ बस्नु भएको छ थकेला के भयो शिवलिङ हुनुहुन्छ जताततै शिवलिङ डेभिड फल हामीले हेरेर निस्क्यो अब पर्यटकहरू अलिक पातलो मात्रामा देख्थ्यो पहिला जस्तो अलिकति भिडभाड नहुने रहेछ त्यही पनि मनमोहक दृश्यहरू भारतीय पर्यटकहरू अलिक बढी देख्थ्यो यहाँ हजुर डेभिड फल हामी घुमेर अब चाहिँ हामी एक्जिट भनेको निस्किने ठाउँतिर जाँदैछौँ कृपया बगैँचाभित्र प्रवेश नगर्नु बगैँचा बनाइएको रहेछ पहिला यस्तो बगैँचाहरू चाहिँ थिएन म एकचोटि आउने बेलामा अलिक पहिले आएको थियो आजकल चाहिँ अलिकति फोटो खिच्ने ठाउँहरू पनि बनाएको छ ठिकै छ नट ब्याड भन्ने टाइपको छ त्यस्तो खत्रै छ भन्ने चाहिँ होइन बर्खामा चाहिँ अलिकति डर लाग्दो हुन्छ त्यही नै हो थ्याङ्क यू एभ्री वान फर वाचिङ अहिले चाहिँ मम्मी र म मात्रै महेन्द्र गुफा घुम्न आएका छौँ महेन्द्र गुफा होइन के अरे त्यो त गुप्तेश्वर महादेव गुफा छ यहाँ चाहिँ एकदमै तल जानुपर्ने रहेछ मम्मी र म पुरै राजा हुँदै हामी तल गइरहेको छौँ यस्तो तलपट्टि छ है विभिन्न भगवान्हरूको विष्णु गणेश भगवान्हरूको चाहिँ मूर्तिहरू बनाइएको रहेछ एकदमै तल जान पर्ने यहाँ चाहिँ मलाई भर्याङ छ है 7वटा घोडा हनुमान शिव है लक्ष्मी सबै दुर्गा सबै भगवान्हरूको मूर्ति रहेछ यहाँ चाहिँ बरु कहिलेहरू चाहिँ घुम्न आउनु रहेछ उतापट्टि चाहिँ इन्डियन पर्यटक चाहिँ यता चाहिँ अलिकति विदेशी पर्यटकहरू चाइनिजहरू पनि घुम्न आउनु रहेछ हामी धेरै तल झरिसकेका छौँ मम्मी बिस्तारै आइरहनु भएको छ बिस्तारै आउनु है
त्यो छेउछेउ समात्दै भित्र चाहिँ फोटो भिडियोहरू खिच्न बनाइरहेछ क्यामेरा चाहिँ यहीँ स्टार्ट हुन्छ ल जानु मन त भित्र बिस्तारै जान्छ चिसा अब चलिरहेको छ यता त भित्र चाहिँ क्यामेरा एलाउड छैन त्यही भएर म यहीँ स्टप गर्छु ब्लगिङ है अब फेरि जानुहुन्छ भक्तहरू चाहिँ भित्रबाट बाहिर एकदमै ठाडो गुप्तेश्वर भगवानको दर्शन गऱ्यो अलिक उमेर पुगेको मान्छेलाई धेरै नै गाह्रो हुँदैछ मलाई नै गाह्रो भयो धेरै तल चाहिँ हामी जान सकेन अनि त्यही दर्शन गरेर चाहिँ आयो बिस्तारै यता यताबाट निस्किनु यताबाट बिस्तारै मान्छे धेरै भयो कि एक्कासी अनि गाह्रो भयो कि उक्लिनु पछाडि मान्छे थ्याङ्क यू एभ्री वान फर वाचिङ दिस गुप्तेश्वर ब्लग मम्मी र म पोखरा आएको बेलामा गुप्तेश्वर गुफामा गएर चाहिँ हामीले गुप्तेश्वर भगवानको दर्शन गऱ्यौँ र थ्याङ्क यू एभ्री वान थ्याङ्क यू सो मच